ल साथीहरू, आज हामीले हिजोको ट्रेड, फ्राइडेको ट्रेडको बारेमा आज एक्सप्लेन गर्छौँ। किन गरेको थियो भन्ने कुरा हेर्दाखेरि यो ट्रेन्ड अफ छ। ट्रेन्ड अफमा हुँदाखेरि एफपिजी यहाँ बनेको छ। डेलीको एफपिजी बन्दाखेरि हामीले 1 आवरको ट्रेन्ड सिफ्ट हेरेको थियौँ। 1 आवरको ट्रेन्ड सिफ्ट हेर्दाखेरि मार्केटले यहाँ गएर यसको माथि लिक्विडिटी गएर क्लोजिङ गरेको थियो। क्लोजिङ हुँदाखेरि मार्केटमा हामीले 1:2 एटलिस्ट ट्रेड चाहिएको थियो, जुन चाहिँ मार्केटले हामीलाई यहाँदेखि ट्रेड हुँदाखेरि यहाँ हाम्रो एसएल थियो भने यहाँ गएर हाम्रो टिपी चाहिँ हिट भएको रहेछ। यो चाहिँ फ्राइडेको ट्रेड थियो युएस 500 को। यो किन हामीले लिएको थियो भन्ने कुरा तपाईँहरूलाई थाहा भइसक्यो होला। हाम्रो के थियो भने डेलीमा के थियो भने यहाँ डेलीमा के छ, एफपिजी छ। डेलीमा एफपिजी हुँदाखेरि 1 आवरमा पनि के हुनु पर्यो भने मार्केट स्ट्रक्चर सिफ्ट हुनु पर्यो। मार्केट स्ट्रक्चर सिफ्ट भएको छ, लिक्विडिटी यहाँ थियो, मार्केट स्ट्रक्चर सिफ्ट भएको थियो। मार्केट स्ट्रक्चर सिफ्ट हुने बित्तिकै यसलाई अलिकता ठुलो बनाऊ है। अलिकता ठुलो बनाउँदाखेरि हामीले चाहिँ बुझ्छ होला। यो यहाँ चाहिँ यसको लिक्विडिटी यहाँ थियो, माथि क्लोजिङ गर्यो। क्लोजिङ गर्ने बित्तिकै फेरि मार्केट त्यही लिक्विडिटीमा आयो। यहीँबाट हाम्रो रिस्क रिवार्ड चाहिँ 1:2 को थियो। यो ट्रेड किन लिएको छ भन्ने कुरा हेर्दाखेरि तपाईँहरूले बुझ्नुभयो होला। हस्, आजको लागि यो भिडियो यति नै समाप्त गर्छु। हस्, थ्याङ्क यू।